आज हामी कुरा गर्दैछौँ बिहान सबेरै उठ्नुका फाइदाहरूका बारेमा। बिहान सबेरै उठ्नु एउटा राम्रो बानी हो। यसले हाम्रो जीवनमा धेरै सकारात्मक परिवर्तन ल्याउँछ। यहाँ हामी कुरा गर्दैछौँ बिहान सबेरै उठ्नुका केही फाइदाहरूका बारेमा। उत्पादनशीलतामा वृद्धि। बिहान उठ्दा दिनभरिको लागि धेरै समय पाइन्छ। यस समयमा हामी शान्त र एकाग्र भएर काम गर्न सक्छौँ। यसले उत्पादनशीलता बढाउँछ र कामहरू समयमै पूरा गर्न मद्दत गर्छ। स्वास्थ्यमा सुधार। बिहानको ताजा हावा र सूर्यको प्रकाशमा हिँड्दा वा व्यायाम गर्दा स्वास्थ्यमा सुधार हुन्छ। यसले शरीरलाई ऊर्जा दिन्छ र दिनभर सक्रिय रहन मद्दत गर्छ। बिहानको समयमा योग र ध्यान गर्नाले तनाव कम हुन्छ र मानसिक स्वास्थ्यमा सुधार हुन्छ। राम्रो निन्द्रा। बिहान सबेरै उठ्ने बानीले रातमा राम्रो निन्द्रा लाग्छ। नियमित निन्द्राले शरीरलाई आराम दिन्छ र विभिन्न रोगहरूबाट बचाउँछ। समयको व्यवस्थापन। बिहान उठ्दा दिनको योजना बनाउन र समयको राम्रो व्यवस्थापन गर्न सकिन्छ। यसले महत्त्वपूर्ण कामहरूलाई प्राथमिकता दिन र अनावश्यक कामहरूलाई टार्न मद्दत गर्छ। मानसिक स्वास्थ्यमा सुधार। बिहानको शान्त वातावरणले तनाव कम गर्ने र मनलाई शान्त राख्न मद्दत गर्छ। यसले सकारात्मक सोचको विकास गर्छ र आत्मविश्वास बढाउँछ। निष्कर्षमा बिहान सबेरै उठ्नु स्वास्थ्य, उत्पादकत्व र समग्र जीवनशैलीका लागि लाभदायक छ। यो एक सानो परिवर्तनले ठूलो प्रभाव पार्न सक्छ हजुरहरूको जीवनमा।